एका देशको एउटा सानो गाउँमा एउटी बुढी आइमाई बस्थे। उसको 16 वर्ष पुग्न आँटेको एउटा छोरा बाहेक परिवारमा अरू कोही थिएन। छोरा जान्ने सुन्ने होस् भन्ने बुढीको एकमात्र धोको थियो। खाना लाउन धाउ धाउ पर्थ्यो, तैपनि आफू एक छाक आधा पेट खाएर पनि उसले छोरालाई पढाउने निश्चय गरी उसले नजिकैको ज्योतिषीको घरमा छोरालाई पढ्न पठाई। छोराले पढ्ला भन्ने बुढीको साह्रै ठुलो इच्छा भएकोले छोरालाई ज्योतिषकै घरमा बस्ने खाने बर बन्दोबस्त पनि उसले मिलाई। तर दिनभरि फटेङ्ग्राको शिकार खेलेर छोराले समय बिताउँथ्यो। त्यस ज्योतिषीको घरमा अरू पनि विद्यार्थीहरू बस्थे। तिनीहरूबाटै हाम्री बुढीको छोरालाई फटेङ्ग्रा भन्ने नामकरण गरियो। केही समयपछि साथीभाइको सहायताबाट फटेङ्ग्रेले पत्र लेख्यो। खरच पठल त पढल, नपठल त नपढल। छोराको पत्र पाउन साथ आमा आफैले छोरालाई भेट्न जाने विचारले सेल पकाउन बसी। त्यसै बेला छोरा पनि घरको पछाडि आई बसेको थियो। आमाले सेल ताईमा हालेको आवाज सुनेर छोरो घरको भित्तामा एक एक धर्सो कोर्दै जान्थ्यो। गनी हेर्दा उसले बुझ्यो आमाले 100 रोटी पकाएछन्। 7 पटक धर्सो गनेर छोरो आमाको सामुन्ने पर्न पुग्यो। छोरालाई देख्न साथ बुढी खुसी भई। सधैँ झै दर्शन गरी छोराले आमालाई भन्यो, मैले पढेर आएँ, सायद पत्याउनु हुन्न होला। आज तपाईँले कति सेल पकाउनु भएको छ मलाई थाहा छ। आमा दङदास परी र भनी, लौ भन त मैले कति पकाकी छु, पिसाब फेरेर आउँछु भनी छोरा दर्शो गर्न पुग्यो र 14 पटक गनी कण्ठ गरी आयो। पाटीमा धुलो हालेर धर्सो तान्दै तपाईँले 100 सेल पकाउनु भएको छ भन्यो। छोराको यस्तो बुद्धि देखेर आमा खुसीले गदगद भइन्। अब बुढी छोराको बयान लाउँदै पानी पँधेरोमा गफ गर्न लागि। एक कान दुई कान मैदान हुँदा हुँदै यो हल्ला सारा ठाउँमा फिजियो। एक दिन त्यसै देशका राजाले चढ्ने गरेको घोडा हराएछ। फौजहरूबाट सारा ठाउँमा खोज्न लगाइयो, तर घोडा कतै भेटिएन। आफ्ना सारा भाइ भारदार र प्रधानमन्त्री गणलाई बोलाएर राजाले सभा गरे। अब एक मात्र उपाय आयो, ज्योतिषी देखाउने। त्यस देशमा हाम्रा फट्याङ्ग्रा बाहेक अरू कुनै ज्योतिषी त्यति चल्ता पूर्जा मानिएनन्। अब फट्याङ्ग्रालाई बोलाउन पठाइयो। राजा कहाँबाट बोलावट आएपछि छोरा चाही चुही गर्दै थिए, तर आमाले बस्नै दिएनन्। आमाले तुरुन्तै छोरालाई राजा कहाँ मानिससँग पठाई। अब ज्योतिषीजी महासङ्कटमा फसे। ज्योतिषी आइपुगेको खबर राजा कहाँ बिन्ती गरियो। राजाले आफै ढोका समाएर सम्मानपूर्वक स्वागत गरी ज्योतिषीज्यूलाई दरबारमा लगे। बेलुकाको भोजनपछि ज्योतिषीलाई छुट्टै घरमा सुत्ने बन्दोबस्त मिलाइयो। हतपत ज्योतिषी निन्द्राले समातेको भान गरी ओछ्यान तताउन गए। रातमा उनलाई किन निन्द्रा लाग्थ्यो। उडेर भाग्ने सुरले उनी अर्कै बाटोतिर हिँडे, तर बाटो परेछ राजाको उखुबारी पस्ने। अब ज्योतिषीज्यूलाई डर भएन, किनकि खुल्ला ठाउँबाट हिँड्दा उनलाई कसैले चोर भन्ला भन्ने डर हुन्थ्यो। औँसीको रातमा बारीको अँध्यारोमा हाम्रा ज्योतिषी घुँडो मुन्टोले टेक्दै हिँड्न लागे। धेरै पर पुगेपछि कार्याङ कुरुङ गरेको आवाजले ज्योतिषीको सातो पुत्लो उड्यो। होस हवास गुम भयो। केही छिनपछि होस आयो र मनलाई पत्थर बनाएर के रहेछ भन्ने विचारले आवाज आएको ठाउँतिर उनी लागे। सेतो सेतो देखियो। केही पर पुगेपछि नजिकै पुगेर हेर्छन् त राजाले हरायो भनेको घोडा हुलियासँग सबै कुरा मिल्न आएछ। अवश्य पनि घोडा यही हो भनी आफूले कम्मरमा बाँधेको पटुका फुकाएर त्यस घोडालाई त्यही उखुको झाङमा बाँधी उनी आफ्नै ओछ्यानमा सुते। रातभरिको हिँडाइले गर्दा भोलिपल्ट निकै घाम चढिसक्दा पनि ज्योतिषीलाई निन्द्रा देवीले छोडिनन्। यस्तो चाल देखेर राजाले अचम्म माने। ज्योतिषी कहिले उठ्छन् र घोडा पाइएला भनी राजा बिहानै उठेर बाटो हेरिरहेका थिए। घाम निकै चढिसकेपछि ज्योतिषीको निन्द्रा टुट्यो। बल्ल बल्ल दिशा जङ्गल गरी मुखसुख धोएर पाटी समाई। ज्योतिषीज्यू ज्योतिषी हेर्न तम्सिए। मुखमा जे आयो त्यही त्यही भटभटाएर यताउता मनपरी धर्सो कोरेर मिठो आवाजले उनले राजालाई बिन्ती गरे, महाराज
यस दरबारबाट पूर्व रसै रसले भरिएको जङ्गल रहेछ। त्यो जङ्गल जनावरहरूको निमित्त अत्यन्तै मनपर्ने खालको रहेछ। त्यहाँबाट हराएको दिनदेखि आजसम्म हजुरको घोडा त्यहीँ चरिरहेको छ। आउन धेरै पटक खोज्दो रहेछ, तर त्यसलाई कुनै वस्तुद्वारा आउन दिएको रहेनछ। त्यसकारण घोडा नपाएको हो। मान्छे पठाएर तुरुन्तै घोडा ल्याउन लाउनु पर्यो। यति ज्योतिषीले भन्न नपाउँदै राजाबाट हुकुम भइहाल्यो। फौज घोडा खोज्न पूर्वपट्टि लाग्यो। रसै रसले भरिएको जङ्गल अर्थात् उखुबारीमा उनीहरू पुगे। उखुबारीको माझमा मैलो पटुकाले बाँधेर राखेको राजाको घोडा देखा पर्यो। फौजले तुरुन्त राजाका अगाडि घोडा दाखिला गरायो। त्यसपछि हाम्रा फट्याङ्ग्रे ज्योतिषी महोदय राज ज्योतिषीको पदोलीले सुशोभित भए। धेरै समयपछि अर्को देशका राजाले लगाउने गरेको बहुमूल्य हिराको औँठी हराएछ। सारा ठाउँ खोज्दा औँठी कतै पाइएन र त्यस देशका भाइ भारदार, मन्त्री आदि सबै महोदयहरूले यिनै ज्योतिषीज्यूलाई झिकाउने विचार गरी पत्र लेखी हात्ती, घोडा र एक पल्टन सहित राजा ज्योतिषीज्यू कहाँ पठाए। ज्योतिषीज्यू सन्चो छैन भनी बहाना गर्दै थिए, तर यता राजाबाट नै जानु भन्ने हुकुम भएकोले उनले टार्न सकेनन्। बडो लालचीपूर्वक फट्याङ्ग्रे ज्योतिषी राजाको दरबारमा पुगे। राजाले बडो सम्मान र श्रद्धासँग उनको स्वागत गरे। चिन्तित देखिएकाले ज्योतिषीसँग राजाले अबेलासम्म गफ गर्न पाएनन्। चाँडै नै ज्योतिषीलाई सुत्न कोठामा पठायो। निन्द्रा नलागे पनि ज्योतिषीजी ओछ्यानमा पल्टेर कुन सट्का दरबारबाट भाग्न सकिएला भन्ने सोच्दै उगे बहाना गर्न थाले। उनको सेवाको निमित्त एउटी सुसारेलाई उनी सुतेको कोठामा पठाइयो। सुसारेलाई देख्ने बित्तिकै उनको मुखबाट एक्कासी भाग्लास अब भन्ने बोली फुट्यो। यो सुन्न साथ आँखाभरि आँसु गर्दै ज्योतिषीलाई बिन्ती गर्दै सुसारेले भन्न थाली, ज्योतिषीजी मेरो बेइज्जत नगरिदिनुहोस्। म यो दरबार छोडेर कहाँ जाउँ? बिन्ती गर्छु, जे जति सजाय दिनुपर्ने हो त्यो अहिले नै पाऊँ। मैले औँठी चोरेको कसैलाई थाहा नहोस्। सुसारेका यस्ता कुरा सुनि ज्योतिषीजी बडो जतनका साथ विचार गरी भन्न थाले, भइगो, अहिले तैँले खसो खास नभनेकी भए भोलि खुब बेइज्जत खान्थिस्। औँठी कहाँ छ? दरबारको पश्चिमपट्टि धान कुट्ने ढिकी छ, त्यसको उत्तरपट्टि कुनामा भुसको थुप्रोमा 7 पत्र कागजले बेरी लुकाइ राखेकी छु। ज्योतिषीले भने, मलाई आजै थाहा हुन्छ भन्ने कुरा पहिले नै थाहा थियो। भोलि मैले ज्यादा मगज खियाउनु परेन, भइगो जा। यति भनी सुसारेलाई पठाएर ज्योतिषीजी आरामसँग सुते। भोलिपल्ट निष्फिक्रीसँग ज्योतिषीजी उठे। बिहान सबेरैदेखि राजा उनलाई ढोकामा कुरेर बसिरहेका थिए। ज्योतिषीजी पाटीमा धुलो हाली केरमेर गर्न लागे। निकै बेरपछि ज्योतिषीजीले औँठी यहाँ छ भनी राजालाई बताइदिए। नभन्दै औँठी पाइयो। राजा खुसी भएर धेरै धन दौलत दिई फट्याङ्ग्रे ज्योतिषीलाई बिदा गरे। केही कालपछि त्यसै अर्का राजाले हाम्रा फट्याङ्ग्रे ज्योतिषीजीलाई बोलाएर भने, अर्को देशका राजासँग मेरो लडाईँ पर्ने भएको छ। लडाईँमा कसको जित हुने हो तपाईले भनिदिनु पर्यो। अब ज्योतिषीलाई आपत पर्यो। उनले प्वाक्क हजुरको हुन्छ भने। राजाले ज्योतिषीलाई पनि लडाईँको मैदानमा जान बिन्ती गरे। राजाले भनेको कुरा ज्योतिषीले टार्न सकेनन्। लडाईँको तयारी भयो। लडाईँमा जान ज्योतिषीलाई घोडा छान्न लगायो। राजाले चढ्ने गरेको वायुपङ्खी घोडा 3 खुट्टाले मात्र टेकेर तबेलामा उभिरहेको थियो। ज्योतिषीले यो घोडा लङ्गडो रहेछ, यो दगुर्न सक्दैन भन्ने हिसाब लगाएर त्यही घोडा रोजे। ज्योतिषीजीले त्यो घोडा रोजेको देखेर सबै छक्क परे। उनी घोडा चढ्न खुब सिपालु रहेछन् भन्ने सबैले ठाने। घोडाको पिठ्यूमा ज्योतिषीजी बसेका मात्र थिए। घोडा हावासरी कुद्न थाल्यो। ज्योतिषीजी भारी फसादमा परे। उनले आफूले बाँधेको पटुका फुकाएर कुनै रुखमा अड्काई घोडाबाट झर्ने विचार गरे। यतिकैमा तेल पेल्ने कोलको बियालोलाई पटुकाको सुर्काउनीमा बाँध्न पुगे। बियालोमा सुर्काउने पर्ने बित्तिकै ज्योतिषीजी झर्नको साटो। झन उनको काखमा कोलको त्यो बियालो नै तेर्सिएर बस्न पुग्यो। गाँठो झन कसियो। गाँठोलाई छेउतिर पार्छु भन्दा भन्दै उनी छेउगाँठो भनी चिच्याउन थाले। अर्को देशका राजा पनि लडाईँ गर्न फौजलाई जम्मा गराई सल्लाह गरिरहेका थिए।
त्यसै ठाउँमा ज्योतिषीजी छेउगाठो भन्दै पुगे। बिचरा ती राजालाई भगवानको यस्तो श्राप परेको रहेछ कि जसले उनको नरनको नाम जान्ला उसैले राजालाई मार्ला। राजाको नरनको नाउँ छेउगाठो रहेछ। आफ्नो नरनको नाउँ सुनेर राजा ज्यादै डराए। उनले ज्योतिषीजीसँग क्षमा मागे र आफूले लडाईँ नगर्ने निधो गरेको कुरा बताए। बिना फौज र बिना हात हतियार ज्योतिषीजी एक्लैले लडाईँ जितेको देखि यताका राजा छक्क परे। हर्षले गदगद हुँदै राजाले फट्याङ्ग्रे ज्योतिषीलाई अनगिन्ती धन दौलत दिए। ज्योतिषी ज्यादै जान्ने मान्छे रहेछन् भन्ने हल्ला देशभरि फैलियो। मान्छेहरूले उनको जय जयकार मनाए। एक दिन फेरि राजाले ज्योतिषीजीको परीक्षा गर्न पर्यो भनेर आफ्ना सारा भाइ भारदालाई बोलाएर मेरो मुठीभित्र के छ भनी ज्योतिषीजीलाई सोधे। अब ज्योतिषीजीलाई ज्यादै मुस्किल पर्यो। आफ्नो नाम जप्दै भन्न थाले, आयो फट्याङ्ग्रे तेरो काल। यो सुनेर राजा तिनछक परे। साँच्ची नै राजाको मुठीभित्र फट्याङ्ग्रो नै थियो। यत्रा ठुलो ज्योतिषीज्यूलाई व्यर्थ मैले पाप चिताएछु भन्दै राजा पछुतो गर्न थाले। उनले फट्याङ्ग्रे ज्योतिषीसँग क्षमा मागे। अब के चाहियो? हाम्रो फट्याङ्ग्रे ज्योतिषीको नाउँ झन चल्न थाल्यो। यो कथा तुलसी दिवसज्यूले सङ्कलन गर्नुभएको भन्दै यो कथा यही सकिएको जानकारी गराउँदछु। कृपया तपाईहरूलाई कस्तो लाग्यो? सल्लाह सुझावको लागि कमेन्ट बक्समा गई कमेन्ट गरिदिनुहोला। साथै लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनुहोला।